साथीहरु आज चाहिँ म लोकल चिकन बनाउन गइरहेको छु। अनि यो लोकल चिकन चाहिँ हामीलाई हाम्रो ठुले आमाले दिनुभएको। ठुले आमा भन्नाले मेरो सासूको दिदीले दिनुभएको। अनि उहाँले चाहिँ हामीलाई धेरै माया गर्नुहुन्छ अनि हामी पनि उहाँलाई धेरै रेस्पेक्ट र अनि माया गर्छौं। अनि मलाई चाहिँ उहाँलाई किन धेरै माया लाग्छ भन्देखि चाहिँ मेरो सासू हुनुहुन्न। मेरो सासू चाहिँ भूकम्पमा बित्नु भयो। अनि र पनि हाम्रो विवाहमा चाहिँ मेरो सासूले गर्नुपर्ने कर्तव्यहरू उहाँले गर्नुभएको थियो। त्यही कारणले उहाँलाई चाहिँ मेरो मनमा धेरै अनि रेस्पेक्ट अनि माया छ। मेरो लागि चाहिँ उहाँ मेरो सासू नै हो। सासूले दिनुपर्ने माया प्रेम उहाँले गर्नुहुन्छ भन्ने कुरा यहीँबाट थाहा पाउँछ। अनि उहाँले आफूलाई खाना ल्याउनु भएको लोकल चिकन हामीसँग सेयर गर्नुभएको छ है। अनि त्यसै कारणले अब हामी बनाउने छौं। अनि यो बनाउनका लागि मैले यहाँ काटेको छ यो लोकल प्याज हामीलाई एकजना दिदीले दिनुभएको हो, मोती दिदीले। अनि यो लोकल लसुन, यो लसुन चाहिँ हामी आफैले दुखा गरेर रोपेको हो। अनि यो टमाटर पनि अनि लोकल नै हो। अनि यसलाई हामी काट्ने छौं। अनि काट्नुभन्दा पहिला के गर्नुपर्छ, हामीले एप्रोन लाउनुपर्छ। अनि यो एप्रोन चाहिँ मेरो कान्छी देउरानीको हो। अनि यसरी नाम लिँदा कुराहरू याद आउँछ। अनि मेरो कान्छी देउरानी र कान्छा देवर पनि मेरो हृदयको नजिकको व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई पनि धेरै माया लाग्छ किनभने उनीहरूले पनि हामीलाई धेरै साथ र सपोर्ट दिनुभएको छ। एउटा सासू ससुराले गर्नुपर्ने कर्तव्यहरू उनीहरूले पनि निभाएको छ। जब म विवाह भएर यस घरमा नयाँ आएको थियो, मेरो यो घरमा सासू पनि हुनुहुन्थेन, ससुरा पनि हुनुहुन्थेन। तर उनीहरूले गर्नुपर्ने कर्तव्यहरू उनीहरूले गरेको छ। संसारले जेसुकै भने पनि, जतासुकै लगे पनि, अनि यो कुरा चाहिँ म कहिले पनि बिर्सिन सक्दैन। सो उसले चाहिँ धेरै एप्रोनहरू प्रयोग गर्छ नि त किचनमा मेरो देउरानीले चाहिँ। अनि त्यही कारणले गर्दाखेरि यहाँ रहेछ। अनि म पनि यो प्रयोग गरेर आजको चिकनलाई कुक गर्नेछु। हाम्रो कराईमा तेल तातिदैछ। अब हामी मसला पिस्नेछौँ। यसमा रहेको छ सुकमेल अनि ल्वाङ अनि अदुवा, लसुन अनि जिरा। हामी यसलाई पिस्नेछौँ अब यसरी। जिरा, अजवाइन, ल साथीहरू लोकल चिकन पाक्यो। अब हामी चाहिँ खान थालेको है। अब सबै पकाएकै पुरै भिडियो त कहाँ गर्न सक्छौँ है, गर्न सक्दैन। बल्ल त्यो पनि बुढालाई क्यामराम्यान बनाएको। अब चाहिँ हामी खाना लाग्यो। प्रभु धन्यवाद छ। खानु त मिठो टेस्टी छ कि छैन भन्नु त छिटो। खानु न, कस्तो रहेछ? मिठो रहेछ। मिठो रहेछ। नुन चाहिँ अलिक कम भएछ। हो, नुन ल्याउँ त? अब हेरौँ न त। ठिक छ त नुन। तपाईँले धेरै चाहियो? म ल्याइदिन्छु ल। मासु चाहिँ चेक गर्नु पऱ्यो पहिला। चिकन चाहिँ साह्रो छ, लोकल साह्रो हुन्छ। सुप खाने हो।